हार्ट सेप बनाउनको लागि पहिला चावडा चेन गराउनु हो। त्यसपछि चावडा चेन पछि जुन फर्स्ट चेन हुन्छ त्यसमा लगेर स्लिप स्टेट गर्नुहोस्। त्यसपछि 3टा चेन बनाउनु हो। 3टा चेन बनाउनु हो। 3टा चेन बनाएपछि अब 11वटा डबल 11वटा डबल क्रोसिया यसै भित्र राख्नु गराउनुहोस्। रिङ बनाउनु यसलाई 1 2 फर्स्टको 3 चेन र त्यसपछि 11वटा डबल क्रोसिया गरेर 12वटा गराउनुहोस्। जुन फर्स्टको 3 चेन छ नि त्यसमा स्लिप स्टेट गर्नुहोस्। त्यसपछि 3टा चेन गराउनुहोस्। नेक्स्ट चेनमा ट्रिपल क्रोसिया 7वटा गराउनु होला। अब तेस्रो चेनमा एउटा डबल क्रोसिया, चौथो र पाँचौं चेनमा दुईटा डबल क्रोसिया, त्यसपछिको चेनमा 2टा डबल क्रोसिया, पछि यसलाई स्लिप स्टेट गर्नु। यसरी माथिबाट गरेर यो गरेर यसैलाई स्लिप स्टेट गर्नु। त्यसपछि त्यसैमा 2टा डबल क्रोसिया राख्नु होला। त्यसपछि नेक्स्ट दुईटा चेन, नेक्स्ट 2टा स्टेसन चेनमा 2 डबल क्रोसिया राख्नु होला। पछाडिकोमा एउटा डबल क्रोसिया र फेरि अर्कोमा 7वटा ट्रिपल क्रोसिया राख्नु होला।